नमस्ते साथीहरू। गाउँघरमा हामीले एउटा कुरा सानैदेखि सुन्दै आएका छौँ। राम्रो चिजलाई नजर लाग्छ, चाहे त्यो राम्रो बाली होस्, नयाँ घर होस् वा भर्खरै हाँसेको बच्चा। एउटा कालो टीका लगाइदिएपछि सबै डर हराउँछ। तर के तपाईले कहिल्यै सोच्नु भएको छ, यदि नजर साँच्चै लाग्थ्यो भने मानिसको आँखा संसारकै सबैभन्दा खतरनाक हतियार हुन्थ्यो। कसैले हेरेर बच्चा बिरामी पार्न सक्थ्यो भने हेरेर मान्छे मार्न पनि सकिन्थ्यो होला नि। तर अचम्मको कुरा के छ भने आज पनि गाउँघरमा बच्चा रोयो भने नजर लाग्यो, भैँसीले दूध कम दियो भने नजर लाग्यो, व्यापार बिग्रियो भने कसैले आँखा लगायो भन्छन्। किन? के साँच्चै आँखाबाट कुनै अदृश्य शक्ति निस्किन्छ कि हाम्रो दिमागले डर, संयोग र अज्ञानलाई मिलाएर एउटा अदृश्य कहानी बनाएको हो? आजको भिडियोमा हामी नजरलाई धर्म, डर वा परम्पराबाट होइन, तर्क, मनोविज्ञान र वास्तविक जीवनको दृष्टिकोणबाट हेर्नेछौँ। र यो भिडियो सकिदासम्म सायद तपाईले नजरलाई पहिले जस्तो कहिल्यै विश्वास गर्नुहुन्न। कल्पना गर्नुस्, हजारौं वर्ष अघि न विज्ञान थियो, न अस्पताल, न टेस्ट रिपोर्ट। बच्चा अचानक बिरामी पर्थ्यो, मानिस रातारात मर्थ्यो, भैँसीको दूध सुक्थ्यो। कारण कसैलाई थाहा थिएन। र जब कारण थाहा हुँदैन, दिमाग डराउँछ। डराएको दिमागले सत्य खोज्दैन, पहिले एक्सप्लेनेसन खोज्छ। त्यसैले मानिसले भन्यो, कसैले नजर लगायो। किनकि मलाई थाहा छैन भन्नुभन्दा कसैले गर्यो भन्न सजिलो थियो। दिमागले कसरी झुटलाई सत्य जस्तो बनाउँछ? मानिसको दिमाग एउटा डिटेक्टिभ जस्तो हो। यसले हर घटना जोड्न खोज्छ। जस्तै एउटा बच्चालाई सबैले भनिरहेका छन्, वाह कति राम्रो बच्चा। केही समयपछि बच्चा रोयो। अब दिमागले तुरुन्त दुई घटना जोड्छ। प्रशंसा भयो, बच्चा रोयो, नजर लाग्यो। तर कसैले यो सोच्दैन, बच्चा थाकेको हुन सक्छ, गर्मी लागेको हुन सक्छ, भोक लागेको हुन सक्छ। किनकि दिमागलाई साधारण कारणभन्दा रहस्यमय कारण बढी इन्ट्रेस्टिङ लाग्छ। र अर्को कुरा, गाउँघरको वास्तविक साइकोलोजी। गाउँमा तपाईले देख्नु भएको होला, यदि बच्चा धेरै रोयो भने कसैले नुन मरिच घुमाउँछ, कसैले अगुल्ठो घुमाउँछौँ। अनि यदि बच्चा केही बेरपछि शान्त भयो भने सबैले भन्छन्, हेर नजर हट्यो। तर वास्तविकता के हो? बच्चा त समयसँगै आफै शान्त हुन सक्थ्यो। तर हाम्रो दिमागले जुन घटना इमोसनसँग जोडिएको हुन्छ त्यहीलाई कारण मान्छ। यसलाई साइकोलोजीमा इल्युजन अफ कज भनिन्छ। भन्नुको मतलब दुई कुरा सँगै भयो भन्दैमा एउटाले अर्को गरायो भन्ने हुँदैन। अब सबैभन्दा खतरनाक कुरा सुन्नुहोस्। यदि गाउँमा 10 जनाले तपाईलाई भनिदिए तिमीलाई नजर लागेको छ, त्यसपछि तपाईँ आफ्नो शरीरको हरेक कुरा नोटिस गर्न थाल्नुहुन्छ। अलिक कमजोरी भयो कि हो त नजर लागेछ, टाउको दुख्यो पक्का कसैले हेरेको थियो। अनि बिस्तारै डरले शरीरलाई असर गर्न थाल्छ। किनकि मानिसको दिमागले सोचेको कुरा शरीरमा पनि असर पार्न सक्छ। स्ट्रेसले निद्रा बिगार्न सक्छ, भोक घटाउन सक्छ, शरीर कमजोर बनाउन सक्छ। अर्थात् धेरै पटक मानिसलाई नजरले होइन, डरले असर गरिरहेको हुन्छ। जब कसैले तपाईलाई धेरै ध्यान दिएर हेर्छ, चाहे त्यो तारिफ होस् वा ईर्ष्या, तपाईलाई कन्सियस महसुस हुन्छ। मनोविज्ञानमा यसलाई स्पटलाइट इफेक्ट भनिन्छ। तपाईलाई लाग्छ सबैले मलाई नै हेरिरहेका छन्। यो दबावले गर्दा तपाईको दिमागको नेचुरल प्रोसेस बिग्रिन्छ। उदाहरणको लागि, तपाईँ एक्लै हुँदा मज्जाले हिँड्नुहुन्छ, तर जब 100 जनाले तपाईको हिँडाइ हेरिरहेका हुन्छन् तपाईँ हडबडाउनुहुन्छ र खुट्टा लाग्छ। यो नजर लागेको होइन, यो अटेन्सनको प्रेसरले गर्दा तपाईको दिमाग कन्फ्युज भएको हो। यदि कालो टीकाले साँच्चै नजर रोक्थ्यो भने विज्ञानले प्रमाणित गरिसक्थ्यो होला नि। तर किन मानिसलाई यसले राहत दिन्छ? किनकि त्यो टीकाले आँखालाई होइन, दिमागलाई शान्त पारिरहेको हुन्छ। आमालाई लाग्छ अब मेरो बच्चा सुरक्षित छ, अनि डर कम हुन्छ। तर यो केवल एउटा सामाजिक र मनोवैज्ञानिक कम्फोर्ट जोन मात्र हो। यसले भौतिक वा आध्यात्मिक रूपमा कुनै सुरक्षा प्रदान गर्दैन। वास्तविक सुरक्षा त तपाईको बुद्धि र विवेकमा लुकेको हुन्छ। तसर्थ आजको यो पूरा चर्चाको निचोड एउटै छ, नजर लाग्नु बाहिरको कुनै आक्रमण होइन, यो तपाईँ भित्रको असुरक्षा र अज्ञानताको परावर्तन हो।
जबसम्म तपाईँ आफ्नो असफलताको कारण अरूको आँखामा खोज्नुहुन्छ तबसम्म तपाईँ कहिल्यै सफल हुन सक्नुहुन्न, किनकि सुधार त्यहाँ गरिन्छ जहाँ समस्या हुन्छ। समस्या छिमेकीको आँखामा होइन, तपाईँको बुझाइमा छ। नजरको डरले बाँच्नु भनेको आफ्नो जीवनको रिमोट कन्ट्रोल अरूको हातमा सुम्पिनु हो। विवेकलाई जगाउनुस्, तथ्यलाई हेर्नुस् र यो मानसिक दासताबाट मुक्त हुनुस्। याद राख्नुस्, एउटा बलियो र सचेत दिमागलाई संसारको कुनै पनि अन्धविश्वासले छुन सक्दैन। जाँदा जाँदै म तपाईँलाई एउटा प्रश्न छोडेर जान्छु जसले तपाईँको इमानदारिताको परीक्षा लिनेछ। यदि नजर लाग्नु साँच्चै सत्य हुन्थ्यो भने के यो संसारका सबैभन्दा ठूला अपराधी र शोषकहरू अरूको करोडौं श्रापित नजरले गर्दा धेरै अघि नै समाप्त भइसक्नुपर्ने थिएन र? किन नजर सधैँ एउटा अबोध बच्चा वा तपाईँको सानो उपलब्धिमा मात्रै लाग्छ? सोच्नुहोला, उत्तर तपाईँको आफ्नै विवेकभित्र लुकेको छ। भिडियो कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार राख्नुहोला। धन्यवाद।